भ्रष्टाचार गरेको कुरा थाहा भयो, कहाँ भ्रष्टाचार गरेको कुरा थाहा भयो। पोखरामा 14 अर्बको भ्रष्टाचार भएको छ पोखरा एयरपोर्टमा भन्ने कुराको थाहा भएको छ। वाइट बडीमा भ्रष्टाचार भयो भन्ने कुरा छर्लङ्ग आएको छ। अनि त्यो गिरिबन्धुको वर्षौंदेखिको भ्रष्टाचार अब त संसदीय छानबिन समितिको एउटा चाहिँ नजिर बसाइहाल्यो। अब हाम्रो पनि हतार हतार पालो आउँछ भनेर त्यसलाई ढाकछोप गर्ने काम भएको छ। भुटानी शरणार्थीको फाइल खोल्ने लगभग खुलिसकेको थियो, त्यसमा पुरै अभ्यास सुरु भइसकेको थियो। तर फेरि पनि हामीले त बोलिसक्यौं, अब त हामीलाई छोड्दैनन् भनेर त्यसलाई पनि दबाउने कार्यहरू भएको छ। र यो सब नेपाली जनताले आफ्नो आँखाले प्रत्यक्ष हेर्नु भएको छ, मनमा राख्नु भएको छ। त्यो पैसा उहाँहरूले कमाएको पैसा होइन, राजनीतिमा पैसा छैन। त्यो पैसा तपाईँ हामीले तिरेको करले उहाँहरूले दुरुपयोग गरेको स्रोत हो। तपाईँ हामीले बारीमा साग रोपेर, गाजर रोपेर, फर्सी रोपेर थोरै आफूले बजारमा लगेर बेचेको, त्यति बेला अनि त्यो बेचे बापत हामीले तिरेको कर, त्यो कर चाहिँ खाएको पैसा हो। नेपाली जनताका साना साना दुःखहरू यो राज्यले देखेको छैन, यो सरकारले देखेको छैन। आज सरकार बनेको लगभग 9-10 महिना भयो, 10 महिना हुन लाग्यो। अघि पनि साथीले भनेर जानु भएको छ। यो सरकार के भनेर सरकार गठन भएको हो भने साना साना दलले साह्रै दुःख दिए। अब चाहिँ संविधान नै हामी संशोधन गर्छौं, त्यसकारणले हामी ठूला दलहरू एक ठाउँमा आएका छौं। सरकार बनेपछि यहाँहरू आफै